बुढा यार यतिखेर चाहिँ आज हामी काटा गरेर लोड गर्न जानु लाग्यो है। यतिखेर चाहिँ झट्ट पाराले बाइकवालाहरू चाहिँ खत्तम। विचार गरौँ है, विचार गरौँ। पछाडि आँखा हुँदैन है ट्रकहरूको। हानेपछि हानेको नि, सकिएको नि काम तमाम। हेरिरहेको छु। गाडी काटामा हालेको अवस्थामा है च्याक्क। काटो रोडको अवस्थामा आउनु 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 जानु जानु छिरिहाल्नु। यहाँबाट युटर्न मार्नुपर्ने अवस्थामा लोड गऱ्यो। हिँड्नु 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 हामी यहाँबाट युटर्न मारेर पनि हिँडिसकेका छौँ। यहाँ सबजना लोड गर्न रेडी। हम वीडियो कर रहे बा, हम यूट्यूब पे डाल दे। हिजो यहीँ खाली गरे। नयाँ च्याचिस बनिरहेछ सिमरामा, त्यही भएर गएको नयाँ गाडी आइरहेछ। रेड लाइट फेरि भेटिसकेको अवस्थामा बल्खु चोकमा रेड लाइटबाट अब ग्रीन लाइट। चलो चल्छ थोडे थोडे। हिँड्नु होला हिँड्नु होला। गाडी सब कहाँ हो गयो यो? तैँले यसो भोइस पछि थप्छस् कि यही भोइस हाल्छ? कोहीमा थप्छ कोहीमा यत्तिकैमा। गाड़ी सब उधर से भाड़ा ज्यादा बा, ठीक बा? और बिल्लो से नहीं, भी ज्यादा नहीं। बा भाड़ा, इसलिए सब खाली खाली जा रहा है। और इधर मिलता है 11 टन 12 टन, वैसे थोड़ी होगा। कम से कम 15 टन चाहिए, वैसे कुछ आएगा। इसलिए सब खाली खाली जा रहा है। जब उधर से भाड़ा कम होगा ना, सब गाड़ी इधर इधर। हाँ, उस टाइम डाल दो भाई डाल दो। अभी बोल रहा है ना ठेकेदार साहब, हमारा डालो वैसे हो गया। यहाँ पनि ग्रीन सिग्नलमा परिसकेको राकेशको टिपा थियो, एकै ठाउँबाट सेलेक्टेड। मेरो साथीले लोड गरेको थियो, 18 टन आइरहेको छ। 18 टन मेरो खाली भएन। कौन करेगा? राकेशको गाहा, मुकेश गाहा लोड गर्न सेलेक्टेड, गोदावरी जाने बाटो। जीतू के छोरा है। मेरो नम्बर टिपा थियो, खाली भएन हिजो। कौन ड्राइवर करेगा? मेरो साथी गएको छ अनिल भन्ने, ए नयाँ गाडी हो। हम चिन गया। रेड लाइट भेटिसकेको अवस्थामा त्यसलाई चिट्ठा पर्यो। ड्राइभर बोलेको बनाओ बनाओ। ओ गुरु वैसा चला वैसा। चलो चलो पर्खिनु है, हतार लगाउनु है।
हिँडिसक्यो हामी गाडी लोड गर्न। मेची टु महाकाली आज लोड भोलि खाली। हाम्रो निरन्तर चलिरहनेछ कार्यक्रम। लगा दिया वैसा ही आज वो पी के जा रहा है, खाली करा के आज लोड करके आ जा रहा है। हामीलाई चाहिँ आजै लोड भएको फाइदा हो क्या दाइ फेरि। अब भोलि जाके खाली करा के रात रात हामी छ नि अस्ति गयो त्यही दिन लोड गरेर फेरि त्यही दिनमा हामी फर्केको। हिजो खाली भएर आज जसरी पनि लोड हुनुपर्ने दिन हो नि त। अनि आज रातै जानु, भोलि खाली कराउनु, फेरि भोलि उता से लोड आउँदैन भैया, आउँदैन। यो पालि घरमा काम छ। काम छ त्यही भएर 2-3 दिनको बाद आएँ। अच्छा ह्यान्डसम गाडी आमामा बस यस्तो। ये कौन है? गौतम के बेटवा हो। चलो चलते रहो। गौतम के छोड़ा पूछे है हाँ अपन बेटा ना बा, मार दे तो ना बेटा त बा लेकिन अपन बेटा ना हो। खलासी है गौतम का बेटा बेटा कहिला बेटा बेटा तो पूछे नु हो के नाम पूछे हम पूछे अनिल हां मैं जमाना से छीने सीधा देखे चुके रहे यार बाप उठा के लो मार एकछिन है एकछिन। जाऊ 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 जाऊ। दिदी बहिनीहरू राम्रै राम्रै हो या। तो सुधर जाओ, सुन लो मेरी बात, ठीक है? थोड़े मैनर सीख लो, एथिकेट सीख लो, तमीज सीख लो और अपना काम धंधा ढूंढो कोई, ठीक है? ये क्या है? बात के गरेर हिँड्छ हौ? हेर्न नि बोकाको गेडा जत्रो गाडीहरू जता पनि हालिदिएको छ कुना कुना काप्चोतिर। मरना तेरे को डर नहीं लगता? यो कान त कुना कटिसकेको अवस्था अहिले। नबत्यो है नबत्यो। मसाला वाला आज कमा ले भैया। गेट खोल दो। गेट 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 घुटाउनु न घुटाउनु हिँड्नु होला पछाडि पर्खिनु है बाइक अगाडि। जाम भइसकेको अवस्था छ पछाडि। लोडिङको लागि आइसकेको गेट पनि के हो यो सिङ्गल गेट। ल हामी एयरपोर्टभित्र छेउमा प्रवेश गरिसकेको छौँ। आऊ जाऊ 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 इन्ट्री गर्नुपर्छ। न न ऊ अपने करादै थियो होला न आइराछ अनि मान्छे त खलासी के भेदैन गाडी नम्बर लिखा दे। हजुर लोड गर्न आको। चलते रहो। हेमे 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 चलते हामी आइसकेको छौँ यहाँनिर। सिमेन्टी लोड छ यहाँ त होङसीको। हजुर सिधे
कन्टेनरै कन्टेनर वा दामी ठाउँमा आएको त हामी आएको चट्ट पारेर के हो त्यो ड्रमहरू हो या हो त्यो ड्रमहरू लोड गर्ने हो ए ल खाली गर्ने ठाउँमा त मेरो त दिन जाने भयो त्यसो वैसा काम थोड़ी होगा 5 गाड़ी भेज दिया होइन खाली गर्ने ठाउँमा लाइनमा राख्छ नि त ड्रम हाई ड्रम काका 998 गौतम कितना गाड़ी 5 गाड़ी भेज सफा दिया गडबड हाई पहले करा हाई हेल बॉय करके लगा बटा हाई बिग वाटो कातिबा ऐसे करा यता गाडी घुमाउँदै है आउनुहोस् 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 ब्यागै ब्याग उता दाइ आउनु 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 भयो 4:30 भइसकेको 4:30 भइसकेको अवस्था छ अहिले यतिखेर चाहिँ होइन गाडी लोड हुँदैछ टक्क यस्तो यस्तो माल उयो बुढा मान्छेले भिडाइदियो आज हाँस्दैछ अझ आधी भइसकेको अवस्थामा अहिले एकछिनमा लोड पनि हुन्छ फुल फोन इधर इधर में हो रिकॉर्डिंग हो रहा है इधर बेलुका भइसकेको अवस्था छ यहाँ गाडी लोड भएर आधी भइसकेको छ आधी भन्दा बढी भइसकेको छ यहाँनिर ठ्याक्क एयरपोर्ट नजिकै गाडी लोड गर्दै भइ पनि ठिकै छ हामी पनि जाने हौ लोड गरेर सिमरातिर लोड भइसकेको अवस्थामा अनि चल्दै यो चाहिँ रोड हाइवे हामी यही हाइवेमा जाने हो गाउँ यहाँनिर गोठ पनि छ रामकल भाई मतरिया पाला करे रामकल भाई हेर्नु हेर्नु दाइ उयो गेट पनि अलिकति उता गर्नु भएको भयो नि ल ठिक छ छिर्छ छिर्छ ल हिँड्नु 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 काट्नु होला यहाँनिर बिहानको घाम दामी 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 अहिले बिहान चाहिँ चितवन आइसकेको अवस्था छ हामी टाढीबाट हिँडिसकेको अवस्था छ यतिखेर चाहिँ है ल आइ पनि चल्यो अगाडि
यतिखेर हामी सिमरा बजार आइपुगिसकेको छ होइन। यहाँबाट धेरै टाढा छैन सर्भोट होमस्टे, यहीँ अब एकछिनमा पुग्छ। जाँदैछु धेरै टाढा छैन। बिल काट्दैछ होइन। ठ्याक्कै अहिले हामी परबानी चोकमा, हामी चाहिँ यता बिरगज जाने यता परबानी तल ए के हो उता ड्राइपोर्ट जाने बाटो यो। नेपालको झन्डा फरर फर्किरहेको छ होइन। रातो भाले जुन त्यहाँनिर छ, भयो पनि ठिक छ। काटिदिनु न यहाँ हेर्न लाउनु सक्यो त धेरै किबुटमा। फाइनल्ली है अब यहाँ पैसा फिर्ता आउन बाँकी छ अझै। रातो भाले यता छ, अब जानुपर्छ तलतिर सर्वोत डन्डी फ्याक्ट्री है त। पैसाको यस्तरी पैसा। कहाँ गयो त्यो कुरा, वहाँ पुगिसक्यो। गाडी आएको छैन है। हजुर सर काटेको छ। हजुर आ रहा है खै दिनु होला, धन्यवाद, थ्याङ्क यू। पैसा नि आयो, अब जाने हो। त्यहाँ तल एउटा नगरपालिका काट्छ होइन, म त्यहाँ नरोकिकन जान्छु। ल लखाट्छ कि लखाट्दैन हेरौँ न। हेर्दै नहेर्ने क्या, बोलाउनु त बोलाउँछ दिनेहरूले। तर म वास्तव गर्दिनँ यो समयमा। यसले जतिसुकै सिटी बजाओस्, चाहिँ मेरो नयाँ भ्लग होइन। अब कस्तो लाग्यो कमेन्ट गरिदिनु, सँगसँगै लाइक र सब्सक्राइब गरिदिनु होला। अलिअलि माया देखाइदिनु। यहाँबाट हामी लाइनै लाग्नुपर्ने हुन्छ। आजलाई चाहिँ यति नै। कता हाल्ने हो खोइ गाडी चाहिँ। छ्याङ्दै होइन, छ्याङ्दै के छ हाल खबर? हाल खबर ठिक छ।